भनेको मेरो बर्थडेको लागि तररा चप्पल किन्नलाई तररा कसको हिल्स भोजपुरे माइला हामी आइसक्यौँ त हामीलाई चोकोपान दिन्छ नि हेर्नु कहाँसम्मको सेलिब्रेटी मागे के यसले दिएको होइन मागे हो हामी चाहिँ तररा आइपुग्यौँ भोजपुरे माइलाको पसल खोज्दै हिँडिरहेको छौँ आइपुग्यौँ यही त हो नि होइन त्यस्तो होइन यस्तो यो रेड गरेको देखाउँ न रेडबाट चाहिँ अब साइज 30 यही लिन आएको थिएँ उहाँदेखिको चाहिँ 36 30 उहाँदेखिको जुत्ता लिन आएको चाहिँ यहाँनिर अब भए पनि यसलाई ठिक्क गफ लगाएको कि लगाइछ यसले त गफैले उठाइदिन्छ यसले यहाँ आएर लिँदैछ चप्पल चाहिँ चाहिएको यसलाई रेड कलरको तर यसलाई भएन है रेड कलरको चाहिँ यसले चाहिँ भेटायो किन्ने आएको होइन कस्तो बेला धान्दे क्या हाम्रो त यसलाई बल्ल तर हामीले जुत्ता चाहिँ भेटायौँ है गाइजहरू हामीले चाहिँ यसको लागि जुत्ता लिइसक्यौँ होइन के खालको मान्छे हुँदो रहेछ नि प्राङ दिनु भने खाले खालेमा अघि गएको होइन अब भोजपुरी माइला भनेर गएको कि आमामा हामीलाई त तिमीहरू किन्नै आएको छैनौ यहाँ गर्न आएको छैनौ त्यहाँ गर्न आएको होइनौ अरे क्या अनि टिकटकमा चाहिँ एउटा अनि किन्न जाँदा चाहिँ अर्को फेरि जुत्ता त लिउँ कि साथीहरू मतलब हिल त लिउँ कि साथीहरू तर यसलाई नि बडी पनि चाहियो कि यसले मलाई तर आएको सबै पसल घुमाइ तर यसलाई कुनै मन परेन यसले किनिन हेर्नु त अब कहाँ लान्छु अब भेटाइएन अब हामी दिदीको घर गएको होइन हामी दिदीलाई सरप्राइज दिन्छौँ रियाक्सन कस्तो हुँदो रहेछ हेरौँ है त दिदीको अन्त हामी जाँदैछौँ अब दिदीको गफ लगाइदिएको गफ हामी चाहिँ आइसक्यौँ होइन दिदीको घर रियाक्सन कस्तो हुन्छ हेरौँ है कसरी जाने टिका दिदी टिका दिदी नानी मात्रै आयो होइन उहाँहरू नि मुग्लो बारे के लगा हमारा सरप्राइज अच्छा मैले भनेको थिएँ नि खुसी त कहाँ हुनुहुन्छ तपाईँ हामी आएको देखेर पनि गर्नुभएको होइन ल ठिक छ मालदिदीलाई फोन गर्छु मालदिदी चाहिँ म दिदीको घर पनि जाँदिनँ भने पनि सम्झेर आउँदा तपाईँ यस्तो गर्ने होइन ल ठिक छ अघि मैले भिडियोमा भनेको थिएँ क्या टिका दिदी खुसी हुनुहुन्न भनेर देख्नुभयो नि हामी त दाजु पनि घरमै हुन्छ आमा पनि घरमै हुन्छ भनेर आएको भेट्न त आएर अनि खाने आएको र तपाईँको घरमा चाहिँ बाँध्न थाले यिनीहरू साथीहरू बाँध्न थाले म चाहिँ दिदीको कौसीमा आइपुगेँ कि ड्राइगन फ्रुट आमा फुल्दै रहेछ हेर्नलाई कति फलेको छ भन्नुहुन्थ्यो र दिदीले हेर्न आएको यहीँ फुल्दै रहेछ अनि फलेको छ भन्नुहुन्थ्यो एउटा फलेको चाहिँ देखिनँ मैले अनि दिदीले चाहिँ फेरि हुँदैन रहेछ क्या साथीहरू नि भिनाजुले चाहिँ खाजा बनाइदिनु हुँदैछ हाम्रो लागि ड्राइगन फ्रुट खान आँटेको कि भिनाजुले चाउचाउ पकाएको हुन्छ कतिहरू पकाइसक्नु सालेलाई भोट आइसक्ने यहाँनिर भिनाजु एउटा चिसो पनि ल्याउनु भन्नु छैन म त खानु ड्राइगन फ्रुट ल्याउ छोरीले काटा ल्याइदिइहाल्यो म खान्छु मैंने मुख है ल गाइजहरू हामी चाहिँ अब हिँडेको दिदीको घरबाट अघि मैले चाहिँ के भन्न बिर्सेँ भने समीक्षाको त जुन जुत्ता थिएन जुन हिल थियो नि हामीले त त्यो अर्कै पसलबाट लिएको है त्यो अर्कै पसललाई किनभने त्यहाँ हामीलाई यस्तो भनिदिनु भयो नि त्यो अङ्कल तिमीहरू यहाँ किन्ने आएको होइन टाइपले त्यस्तो भनिदिनु भयो बेज्जत गरिदिनु भयो क्या हाम्रो अनि हामीले त अर्कै पसलबाट लिएको अब हामी हिँडेको हामी चाहिँ घर त भनेको गाडीमा ओर्लिने काम पर्यो तर के काम हो होइन त्यो हामीलाई नै अहिले थाहा छैन ओर्लिनु पर्यो अब हामीले एउटा फोन चाहिँ आएको छ त्यहाँनिर तपाईँको सामान आएको छ भनेर तर हामीलाई केही पनि थाहा छैन मलाई एकदम डर लागिरहेको छ यस्तो बर्थडे हो कि बर्थडे अब केही छ कि जस्तो अब हामीलाई त शङ्का लागिरहेको छ भने पनि उयो गाडी गरेर थाहा हुँदैन गाइजहरू अघि भनेको थिएँ नि यस्तो सरप्राइज रहेछ हेर्नु न यहाँ मलाई अरे सरप्राइज म सरप्राइज भयो भन्दा पनि म सरप्राइज भयो क्या यो भन्दा नि यस्तो रहेछ त्यही भएर हामीले इटरीमा ओर्लिनु भन्नुभएको रहेछ क्या उहाँको अब के भन्नु बुझ्नु नमिलाएर
सबै सकिसकेपछि हामी आइ नमस्कारमा आएर मोमो हस्पिटलमा थाल्यौँ भोकले मर्नु भएको थियो के गर्नु त त्यसलाई त सासै नफेरिकन देखिएकै थियो ल बाई गाइजहरू अब हामी हाल्छौँ ल बाई गर्छौँ गाइजहरू भिडियो अघि इन गरेँ भने कि तर मैले बिर्सेछु हौ यसको बर्थडेको हो यो तर यसको बर्थडे चाहिँ 1 हप्ता बाँकी नै छ है आउन बर्थडे सरप्राइज हो गाइस अनि यो चाहिँ प्री बर्थडे सरप्राइज हो क्या अनि त्यो चाहिँ कस्तो म चाहिँ नि बेला बेलामा नि भ्लग बनाउँछु होइन तर म के बोल्नु म बिर्सिदिन्छु क्या यस्तो भ्लगर बन्छु होला त म बन्दिनँ होला म बन्दिनँ भ्लगर ल बाई अब म घर जान्छु ल